सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, भोलिदेखि हामी सबैले जयगण्डी भन्नु पर्यो। अनि हामी यो देशको नागरिक बनेर होइन, हामी बालेनको नागरिक भन्ने हो। नेपाली नागरिक भन्ने होइन नि, फेरि बालेनको नागरिक भन्ने हो है। फेरि हामी नेपालको नागरिक, नेपालको कर्मचारी, नेपाल प्रहरी, बालेन प्रहरी के अरे बालेनको प्रहरी होइन भने जस्तो हामी बालेनको जनता होइन नेपाली जनता हो भनेर बोल्न थाल्यो भने तिमीहरू जेल जान्छ फेरि विचार गर। त्यसकारण जय बालेन भन्ने हो, जय नेपाल होइन, जय बालेन है। डिएसपीलाई त सोधपुछको लागि जिल्ला बोलाएर हामी जस्तोलाई त सिधै जेल। त्यसकारण बुझ्नु जरुरी छ है। अन्धभक्तहरू